Hi everyone, welcome back to my mini vlog. अन्त अहिले चाहिँ हामी जाँदैछ क्लास जाँदैछ दुईजना पुरा ढिलो भयो आज चाहिँ छिटो छिटो किन ढिलो भएको छैन 5 मिनेट मात्रै जाँदाखेरि टाइम लाग्दैन छ हामीलाई त्यस्तो टाढो जान्छ काम ढिलो हो अब दिनसक्ति हो हुन्छ तपाईहरु हामी अहिले भेट्छ बाइ बाइ हामी चाहिँ अहिले यहाँ क्लास बाहिर आउँदै थियो यहाँ चाहिँ बिच आउँदै थियो नि त रोड क्रस गर्दा चाहिँ यहाँ चाहिँ हैन साइकलले कस्तो जोडले हिकायो हो तर हिकाएर पनि एकपल्ट फर्केर पनि नहेरिकन गयो कराउँदा कराउँदा त्यो मान्छे फेरि क्रस भइहाल्यो हो कस्तो मान्छेहरू हुन्छ हौ कस्तो जोडले लाग्यो यहाँनिर खुट्टामै रातो भएर छ कस्तो नि कान्छे म नि त त्यही भएर रोड क्रस गर्दा चाहिँ अलिकति हेरेर चल्नु हिँड्नु होला तपाईँहरू पनि यस्तो हुन्छ नभए चाहिँ कान्छीले चाहिँ क्लास सकेर पनि यहाँ चाहिँ गेम खेलिरहेको छ केटाकेटी जस्तो हामी चाहिँ अघि नै त्यहाँ थाहा छ तपाईँहरूले अघि भनिहाल्नु भयो आन्टीले त्यहाँदेखि चाहिँ बाहिर चाहिँ त साइकलले हानेर कस्तो त्यहाँनिर क्लास बाहिर हान्यो गर्दै गर्दा चाहिँ साइकलले हिकायो हिकाएर यस्तो छिटो भाग्नु भयो त्यो अङ्कल चाहिँ केही भन्नु भएन पनि सरी त भन्ने कुरै छैन होइन यस्तो हुन्छ मान्छेहरू यस्तो स्वार्थी त त्यही भएर तपाईँहरू पनि रोड क्रस गर्दा चाहिँ राम्रो हेरेर गर्नु होला हामी पनि आजदेखिको चाहिँ एकदम हेरेरै गर्छ अरू पनि हेरेरै गर्थ्यो तर त्यो अङ्कलले स्पिड आउनु भयो नि त अङ्कल नि सायद मात्नु भएको थियो जस्तो लाग्यो जस्तो लाग्यो मलाई पनि अन्त अब त्यस्तो खुट्टामा लागेको छ मेरो चाहिँ दुखिरहेको छ मलाई चाहिँ जप्ली मोटा भएर लागेन नि त्यस्तो